गाडी हिँडेको ल दाइलामा चाहिँ दुईजना मात्र सरल र कस्तो पारामा चटपटो पारामा हामी चाहिँ अब बस्दा घर बस्दा अब त झ्याउ लाग्यो त्यसैले हामी चाहिँ हिँडेको गाडी घुमसकको उकालो रे एउटा यो चाहिँ डेङ्गी छ तपाईँहरूलाई डाँडाकाँडाको बाटो चाहिँ बिच त छ तर बिचमा खाल्टा खुल्टी रहेछ क्या यतातिर पालो क्रस फायरहरू लिएर डलबाइकहरू लिएर आउनु मजा आउँछ कि यस्तो अफरोडमा चाहिँ हल्का चाकचुक घुमाउने धेरै घुमारै रहेछ होइन यतातिर देख्न सक्नुहुन्छ कपल्स यहाँ स्कुलबाट सिधै स्कुल नपुगाइकन धवाडी भागेछ केटाहरू घरबाट चाहिँ कलेज जान्छु भन्यो होला यता चाहिँ केटाहरू भेट्न आएको रहेछ केटीहरू अझ त्यहाँनिर त फेरि आन अब चाहिँ जिन्दगी छ जे होस् केटीहरू नै धेरै घुमाएर रहेछ कि यार यतातिर चाहिँ यार घुमाएर बाटै घुमाएर मात्रै बाटो लाग्यो पर्सि आउने भनेको त्यतिर हामीतिर होइन अन्टीहरूसँग यसो दुई दिनको बराबर 2 दिन दवाडीदेखि कीर्तिपुर आयो के भन्छ अरे बन्टीपुर राइड हुन्छ हाम्रो फ्यामिली राइड भनौँ अलि माथि पुगेपछि देखाउने छौँ लगाइस टक्क लाएर अलि एकदम राम्रो भ्यू देखाउने छ माथि पुगेपछि तपाईँहरूलाई यहाँबाट देख्न सक्नुहुन्छ माथितिरको डाँडाकाँडाहरू बब्बल छ कि चाहिँ यस भ्यू चाहिँ बब्बल छ यहाँ चाहिँ बाटो बनाएको रहेछ होइन यताबाट हिँड्ने ठाउँ रहेछ जान चाहिँ ब्रिज बनाउँदै बल्ल यहाँ सुरु भइरहेको रहेछ होइन बाटो चाहिँ खटाउने यतातिरको चाहिँ फेरि यहाँ माथिबाट ब्रिज छ कि यो देख्न लगाइन्छ त्यही हो न देउसी डाँडा चाहिँ चाहिँ धोबाडी हिँडेको देउसी चाहिँ
कल छ कि त्यतिरको आउने चाहिँ धेरै मिल्यो हिलोतिर चिसो हावा आएको रहेछ चिसो चिसो हावा अनि चाहिँ कुकुर आइसक्यो ग्राउन्ड होटल लेख्न सक्नुहुन्छ होइन कुसुम मालिसे होटलको होटल होइन यो चाहिँ रातो होटल छ यो होटलमा चाहिँ आएर यहाँ यो होटलमा भिजिट गर्न सक्नुहुन्छ तपाईँहरू होइन राम्रो छ होला हामी पनि गएन भित्र जान त हामी पनि गएन कि भित्र आएर पसल भिजिट गर्नु होला त Janda. Hotel concept and cottage भन्ने ठाउँमा आइसक्यौँ होइन यहाँबाट माथि चाहिँ खोइ के हो हामी मलाई पनि थाहा छैन के छ यस्तो उस्तो आमा फर्स्ट टाइम आएर चाहिँ होइन अब एकछिनपछि भेट्नेछौँ तपाईँहरू सामु होला गाइज हामी चाहिँ खाजा खान बसेको एकछिन बच्चा बच्चा उठेको यसो हिँड्यो खाजा खाएर नि हिँडिसक्यौँ यता कहाँ चेकिङ हुन्छ अरे हुन चाहिँ आज छानो छ जानु इला कहाँ पोखरी इला कुमस धमपट्टि लाग्यो आज धवाडी नै कुद्नु चलाम मालो दिम कमा भएको बार माछाला मालो दिमी बिहान बिहान हिजो डेक्टरी सर मुना मालो है मुझे Ganhou a tábua, velho.
माथितिर भिड पनि देख्न सक्नुहुन्छ होइन डेन्जर छ पहिला कालिनामा तापै ताप आयो हातमा लाएर जान्न का अब 1 घन्टा जस्तो लाग्छ होला बाटो चाहिँ यस्तो हो कि बा पछाडिको भ्यू होइन भ्यू चाहिँ भक्कल आएको थियो त्यो चाहिँ अब पछि भेट्ने छ मेरो गाइड तपाईँहरूसँग अब अहिले चाहिँ बाटो बहुत खतम छ क्या वाह माथितिर फेरि ढङ्गले छ फेरि यता फेरि बाटो बनाउँदै रहेछ भर्खर वाहुरे त्यो चाहिँ टक्क लाएर पुरै सबै ठुलो पसिया रहेछ क्या भनौँ सही हो Situ di Barna ini. Dari macam ini yang lebih kan dia. Dia cem pokhari ka mana? Cem pokhari ke wah, tala view चाहिँ भल छ त पोखरी गाउँ आइपुगेर त्यहाँ देख्न सक्नुहुन्छ हिमाल वापुरी हिमाल चाहिँ यहाँबाट बब्बाल देखिरहेछ मुस्टाङ किन जानु परेर यहाँबाट हेरेर लिन बसिनु हुने रहेछ होइन बब्बाल छ गाडी उही ती मान्छे घरलाई हरि आइपुग्यो लगाए ठ्याक्कै बाइक नि मलाई घोडी हरि यहाँबाट चाहिँ बुलिङ टार जान सक्छ अरे त्यो यहाँबाट त्यो चाहिँ जाँदै आउनु त यहीँबाट आउनु पर्ने रहेछ देवचुली जाँदा नि जहाँ जाँदा नि यही बाटो रहेछ आउनु त देख्न सक्नुहुन्छ पोखरीको होटेलहरू सजिलो डेन्जर छ होइन चाहिँ बब्बल देखिरहेको छ पोखरी रेस्टुरेन्ट कटेज भन्छ क्यारे पोखरी गाउँ देख्यो चाहिँ यहाँबाट होमस्टेको यही होला अलिकति देवचुली यही हो र मान्ला देवचुली चाहिँ अनि यतातिर चाहिँ हिमाल छ हिमालको लागि
अब हामी चाहिँ माथितिरै जानेछौँ। त्यसपछि सबै भ्यूहरू तपाईँलाई देखाउने छ। अहिले चाहिँ जाडो भइरहेछ। कस्तो लाग्छ यसो कमेन्ट गरिदिनु होला होइन। टक्क लाएर अलि माथि गएपछि देखाउने छौँ ल तपाईँहरूलाई। हिमाल बाफरे ज्याला कि डाँडा देख्नु यहाँ तलको गाउँ देखाउँदै त्यो गाडी तपाईँहरूले। वाह जुम गरेर देखाउँछौँ ल। यो गाउँ चाहिँ टक्क लाएर हिमाल नजिकै ल्याइसकेँ मैले होइन। पैसाले चाहिँ हिमाल बस मैले है से खै बाफरे अब अझै त माथितिर जाने हामी चाहिँ। चिसो न चिसो क्या खुट्टै डुबाइसक्यो म्याच चिसोले गरेर। यो खुट्टाले गरेर के बोल्यो चिसोले खुट्टा डुबाइसक्यो। फाइनली गाइस हामी ढोबाडी आइपुग्यो, छिरिसक्यो। डाँडा बिस्ना दियो होला माथितिर देख्न सक्छ। हिमाल देख्न सक्नुहुन्छ। टक्क लाएर यतातिरको धेरै गाउँहरू देखिरहेछ। बाटो यतिको चाहिँ नि भइदियो हुन्थ्यो सबैतिर यार। अब यो जाडो मौसममा आयो भने अलिक टक्क लाएर न्यानो न्यानो कपडा लाएर आउनु होला होइन। हामी जस्तै नआउनु होला चप्पल लाएर। खतरा जाडो भयो क्या यतातिर चाहिँ। यता एक हप्ता जति बस्यो भने गोरो हुन्छ यार। एसी भन्दा बहुत डेन्जर आयो त नि यार। गाडीको अलिकति सुरुवात भयो कि टावर जानु नाले समथिङ कति किलोमिटर हिँड्यो हामी। काठमाडौँको यात्रा जति हिँड्यो। बाटो खराब छ यता त्यसैले पिसाबिने होइन।
ऊ त्यहाँ डाँडाबाट के चिज हो त्यो के देखाएर त्यसले ठिकै उदिरहेको त्यो त कलाएर अगाडि चाहिँ होइन हामी चाहिँ आइसक्यौँ होइन अनि यतैबाट एकछिन डुल्छौँ र हामी फर्किनेछौँ दिइहाल्छ किस लोग नै बियर फुटाला ढवाडी चाहिँ त्यहाँ रहेछ क्या आस्ते टाढा भएछ चिसो चिसो पानी खाँदैछौँ हामी चाहिँ होइन जवाडीको पानी टक्क लाएर खाँदैछौँ पानी खान पर्यो या के हो दिन यार फ्रिजमा हाल्नै पर्दैन यार के दियो कुन के थाहा नि जरा रहेछ जरा चलाम भाइ चलाम अब चाहिँ घरतिर हेरिगा